टाइटेनिक इतिहासको सबैभन्दा ठुलो र कहिल्यै नडुब्ने भनेर चिनिएको वाफबाट चल्न सक्ने यात्रुवाहक जहाज थियो। 10 अप्रिल 1992 मा आफ्नो पहिलो यात्रामा निस्किएको यो जहाज 14 अप्रिल 1992 को रात विशाल हिम पहाड आइसबर्गसँग ठोकिएपछि केवल 2 घण्टा 40 मिनेटमै समुद्रमा डुबेको थियो। दुर्घटनामा 1500 भन्दा बढी मानिसहरूको ज्यान गएको थियो। टाइटेनियम जहाजको निर्माण व्हाइट स्टार लाइनले आयरल्यान्डको बेलफास्टमा भएको थियो। यसलाई त्यो समयको सबैभन्दा आधुनिक र विशाल जहाज भनिन्थ्यो। यसको लम्बाइ लगभग 239 मिटर 882 फिट थियो। मानिसहरू यसलाई कहिल्यै नडुब्ने जहाज भनेर विश्वास गर्थे। 10 अप्रिल 1912 टाइटेनियम साउथम्पटनबाट न्युयोर्क सिटीतर्फ आफ्नो पहिलो यात्रा निस्कियो। जहाजमा लगभग 2240 जनाका सदस्यहरू सवार थियो। सुरुमा यात्रा निकै शानदार र सुरक्षित देखियो, तर 14 अप्रिलको रातसम्म जहाजलाई अन्य जहाजहरूले समुद्रमा रहेका ठूला हिम पहाडहरूको चेतावनी दिइरहेका थिए। हिम पहाडसँग टक्कर 14 अप्रिल 1912 11:40 बजे टाइटेनिक एउटा विशाल आइसबर्गसँग ठोकियो। ठक्कर यति शक्तिशाली थियो कि जहाजको तल्लो भागमा ठूलो क्षति पुग्यो। जहाजका 16वटा पानी नछिर्ने डब्बामध्ये 5वटा डब्बामा पानी भरिन थाल्यो। जहाजलाई अधिकतम 4वटा डब्बा पानीले भरिदासम्म मात्र सुरक्षित रहने गरी डिजाइन गरिएको थियो। त्यसपछि बिस्तारै टाइटेनियम समुद्रमा डुब्न थाल्यो। उद्धार प्रयास र ठूलो त्रासदी जब कप्तानले जहाज डुब्न लागेको महसुस गरे तुरुन्तै सङ्कट सन्देश पठायो, तर नजिकका जहाजहरू घटनास्थलमा पुग्न धेरै ढिलो भयो। सबैभन्दा ठूलो समस्या के थियो भने जहाजमा रहेका लाइफ बोटहरू आधा मानिसका लागि मात्र पर्याप्त थिए। पहिले महिला र बच्चा भन्ने नियम अनुसार यात्रुहरूलाई लाइफ बोटमा राख्न थालियो। धेरै मानिसहरूले आफ्नो परिवारलाई बचाउन खोज्दा भावुक दृश्यहरू पनि देखिएका थिए। 15 अप्रिल 1992 को बिहान 2:20 बजे टाइटेनिक 2 टुक्रामा फुटेर संसारको दोस्रो सबैभन्दा ठूलो महासागरको गहिराईमा हरायो। बाँचेकाहरू र मृतक घटनाको केही घण्टापछि आरएमएस कार्पर थिए उद्धारका लागि आइपुग्यो। त्यसले लाइफ बोटबाट रहेका 705 जनालाई मात्रै बचाउन सफल भयो। बाँकी 1500 भन्दा बढी मानिसहरू समुद्रमा डुबे वा अत्यन्तै चिसो पानीका कारण हाइपोथर्मियाबाट ज्यान गुमाए। आज पनि टाइटेनिकको दुर्घटना संसारको सबैभन्दा ठूलो समुद्रीय त्रासदीमध्ये एक मानिन्छ। साथै यसको कहानीमाथि आधारित टाइटेनिक चलचित्र विश्वको सबैभन्दा प्रसिद्ध चलचित्रहरूमध्ये एक